तपाईँ प्रेम सम्बन्धमा हुनुहुन्छ वा वैवाहिक सम्बन्धमा हुनुहुन्छ भने यो भिडियो खास तपाईँको लागि हो। आफ्नो पार्टनरलाई बुझ्ने मास्टर फर्मुला। यदि तपाईँको पार्टनरको जन्म कुनै पनि महिनाको 1, 10, 19 वा 28 गते भएको छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। उहाँको स्वभाव बुझेर तपाईँले आफ्नो सम्बन्धलाई अझ सहज र सुमधुर बनाउन सक्नुहुन्छ। अङ्क ज्योतिष अनुसार 1, 10, 19 वा 28 गते जन्मने व्यक्तिहरूमा सूर्यको प्रभाव बढी हुन्छ, त्यसैले उहाँ स्वभावैले अलि नेतृत्वदायी हुनुहुन्छ। सम्बन्धमा उहाँको राय र निर्णयलाई सम्मान दिनुभयो भने उहाँ निकै खुसी हुनुहुन्छ। बाहिरबाट अलिक कडा वा स्वाभिमानी देखिए पनि आफ्नो जीवनसाथीप्रति उहाँ निकै समर्पित र लयल हुनुहुन्छ। उहाँको लागि आत्मसम्मान सबैभन्दा ठूलो कुरा हो, त्यसैले अरूको अगाडि आलोचना गर्नुभन्दा एकान्तमा मायाले सम्झाउँदा उहाँले छिटो बुझ्नुहुन्छ। तपाईको पार्टनरको स्वभाव पनि यस्तै छ भने कमेन्टमा यस लेख्नुहोला। एउटा सानो सल्लाह र सही निर्णयले तपाईको जीवनको दिशा बदल्न सक्छ। ज्योतिष तथा वास्तु सम्बन्धित सम्पूर्ण जानकारी र परामर्शका लागि सम्झनुहोस् मेरो चिना ज्योतिष तथा वास्तु सेवा। यस्तै महत्त्वपूर्ण जानकारीका लागि लाइक, फलो र शेयर गर्न नबिर्सनुहोस्।